आज चाहिँ हामी आटाको चाउमिन बनाउँदैछौँ। हेर्नुहोस् त्यसको लागि डो तयार भएको छ हैन। अनि रोटी बनायो अनि यस्तै पिस पिसाएर के पो स्लाइस काट्ने हैन। त्यसपछि सबै यस्तो स्लाइस बनाएर रेडी पार्ने। यसरी ठुलो रोटी बेल्ने हैन। अनि मजाले यसरी स्लाइस पारेर काट्ने। मेरो छोरीले सुट काट्दै छिन् हैन। आकाशी जस्तो भए पनि हुने रहेछ है। यहाँनिर स्लाइस काट्दाखेरि बनिहाल्छ। त्यसपछि त्यहाँबाट यस्तो लामो त्यहाँबाट बनाउने। अब म फ्राई गरेर देखाउँदैछु है। ल मैले चाहिँ कराई बसिसकेँ। अब चाउमिन बनाउँछु है त। चाउमिन रेडी भयो हाम्रो चाहिँ साथीहरु। ल हाम्रो चाहिँ आटाको चाउमिन तयार भयो।